सागर भइरहिदिन्छ कहिले छल भई उर्लिदिन्छ सम्हाल्नै गाह्रो भोजन बहकिने मन बहकिने मन बहकिने मन बहकिने मन बहकिने मन सुरुमा त थोरै चाख्नको लागि पिउँछु जोसिन्छु त्यसले अनि लाग्नको लागि पिउँछु सुरुमा त थोरै चाख्नको लागि पिउँछु जोसिन्छु त्यसले अनि लाग्नको लागि पिउँछु सोध्नेहरू त सोध्छन् किन पिउँछस् यसरी सोध्नेहरू त सोध्छन् किन पिउँछस् यसरी सुरुमा त थोरै चाख्नको लागि पिउँछु जोसिन्छु त्यसले अनि लाग्नको लागि पिउँछु सोध्नेहरू त सोध्छन् किन पिउँछस् यसरी कसैसँग यही जवाफ माग्नको लागि पिउँछु प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ मानिसले अन्तिम क्षणमा रोज्नु पर्दा गृहस्थी नै रोज्दो रहेछ अनि बाध्यता भन्ने के रहर प्रेमलाई छातीभरि निमोनिया जस्तो पालेर कहाँ कहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ खैर तिम्रो गृहस्थीको लागि शुभकामना अचेल हरेक साँझ तिमी मेरो आँखाको ढिलबाट अलिकति पोखिन्छौ अनि म तिमीलाई भोलिका लागि पनि साँच्न प्रत्येक पटक परेलीहरूको बिर्को बन्द गरिरहेको हुन्छु फेरि तिमी कसरी भन्न सक्छौ मबाट टाढा भए भनेर भन्न त भनौले तिमी यी आँखाका ढिलबाट पोखिने आँसुहरू पनि तिम्रा निजी सम्पत्ति हुन् भनेर तर त्यसमा मेरो कुनै उपस्थिति छैन भनेर पनि तर याद राखे तिम्रा यादहरूको यो अचल सम्पत्तिमा मेरो पनि हिस्सा गाभिएको छ एक दिन आउनेछौ तिमी हातमा लाल पूर्जा लिएर अनि जुटाउनेछौ कचहरी र दाबी गर्नेछौ आफ्ना यादहरू आफैलाई फिर्ता गराउन हो त्यति नै बेला भद्र कचहरीमा तिमीसँग मोहियानी हकको माग गर्नेछु म यतिका वर्षसम्म तिम्रा यादहरूको भोग चलनबाट हरेक साँझ आँसुको बाली भित्र्याएको हिस्सा खोज्नेछु त्यति बेला अध्यायमा दिएको भनेर पार पाउने छैनौ तिमी कर लाग्नेछ तिमीलाई यादहरूको नामसारी गर्न म हिजो आज हरेक साँझ कौशीमा एक्लै बसेर पुराना दिनहरू सम्झिन्छु मेरो छानोमाथि टह टह लागिरहेको जुन हेर्छु अनि उमेरमा त्यसरी नै जुन लागिरहँदा यसरी नै कौशीमा बसेर तिमीसँग मोबाइलमा बात मारेको सम्झिँदै रोमाञ्चित हुन्छु यो फरक कुरा हो कि हामी औँसीको दिनमा आज यो कुरा म तिमीलाई सुनाइरहेको छु तर हरेक पटक जुन लागेको रात मैले तिमीलाई सम्झेको हुन्थे र यसै गरेको हुन्थे मलाई प्रष्ट याद छ मैले तिमीसँग सुरुदेखि नै प्रेम त गरिन तर माया भने पहिलेदेखि नै गरे जति बेला पनि माया लागिरहन्थ्यो तिम्रो तर त्यो माया सुरुमा प्रेम जस्तो थिएन थिँदै थिएन तर स्वयंलाई पत्तो नदिए पछि एक्कासी यसरी झाँगिदियो कि त्यसको राम्रो हेरचाह पनि गर्न सकिनछु मैले जति बेला तिमी अरूकै हातद्वारा मेरै बगैँचा भित्रबाट चुडियौ तब पो खङरङ्गै भए म सायद यस्तै हुनु रहेछ क्यारे त्यसैले त मनग्गे प्रेम गरे सम्झी बाँच्छु भने तर अप्ठ्यारो भयो बिर्सनलाई आँखा छोपे त्यो पनि त गाह्रो भयो चरी बसाई सरेपछि गुण भत्क्यो अनायासै तिमी टाढा गए पनि यादहरू प्यारो भयो जति बिर्सु तिम्रो याद आउन खोज्छ किन होला केही प्रश्नहरू यस्तै हुन्छन् जसको उत्तर हुँदैन भए पनि ती उत्तरहरू फेला पर्दैनन् सायद त्यसो त फेला नपरिएको चीज हुनु र नहुनुमा के फरक भएर खै किन हो किन आफैलाई थाहा छैन अरूलाई सोधौं भने कसलाई सोधौं
यसो हेर्छु सबै आफू जस्तै सर्वव्यापक समूहकै लाग्छन्, सबै आफू जस्तै रोइरहेकै लाग्छन्। मेरो यस्तो बानी पर्यो तिमी गएपछि म पुराना पुराना गीतहरू सुन्ने भएँ, पुराना तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुड्किलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ। आखिर फुङ्ग उडेको श्यामश्वेत तस्बिर जस्तो रङ्गहीन जीवनमा आशाको खोबिल्डो कसरी पो पुरिन्छ र? चैते धान रोप्ने बेला कुलोमा पानी नचले जस्तै असहज छ जिन्दगी त्यसपछि, जसपछि तिमी गयौ। मैले धेरै पहिला पनि भनेको थिएँ तिमीसँग यादहरू आउँछन्, यादहरू जान्छन्, तर कतिपय यादहरूले भने कहिले काहीँ औधी रुवाउँछन्। यादहरू सधैँ आँसु बनेर बग्छ, आँखाको डिलमा कुलेसो खनेर बग्छ। यादहरू सधैँ आँसु बनेर बग्छ, आँखाको डिलमा कुलेसो खनेर बग्छ। बगेको खोला त फर्किन्न भन्थे सबै, तर आँसु फेरि आउँछु भनेर बग्छ, तर आँसु फेरि आउन खोज्छ तिम्रो याद, आउन खोज्छ किन होला, म त टाढा भागु मान्छु, समाउन खोज्छ किन होला। आउन खोज्छ तिम्रो याद, आउन खोज्छ किन होला, म त टाढा भागु भन्छु, समाउन खोज्छ किन होला। जे कतै यादहरूको बैशाखी टेकेर बाँचिरहनु भएको तपाईँ, कतै वर्तमानको व्हील चेयरमा बसेर हाँसिरहनु भएको तपाईँ, अनि कतै पल प्रतिपल मनको मान्छेबाटै मन भाँचिरहनु भएको तपाईँ, सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। आज पनि उसै गरी तपाईको मनसँग स्वागत छ। आज फेरि पनि यो मन ओछ्याएर तपाईलाई यो वर्षको पहिलो कार्यक्रम। आज सिसापारीपट्टि नयाँ साथी हुनुहुन्छ संयोग नेपाल, वारीपट्टि त मै छु। अनि बहकिने मनमा तपाईले मनमा राख्नु भएको त्यो धुन आजबाट फेरि बजाउन थालेका छौँ। केही प्राविधिक कुराहरू थियो, त्यो कुराकानी गरेपछि फेरि बजाउन थालेका छौँ।
अरूसँगै विवाह गरिसकेपछि पनि पूर्व प्रेमी अर्थात् प्रेमिकाको माया किन अझै लागिरहन्छ? आज यो विषयमा कुरा गरौँ। महिला साथीहरू 0142686803 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 0142670279 नम्बर डायल गरेर आउनुहोला। कार्यक्रम हो बहकिनी मन, थाहा संचार नेटवर्कबाट देशभरिका लगभग 120 वटा रेडियोहरूबाट तपाईँ एकसाथ सुनिरहनु भएको छ, विभिन्न अनलाइनहरू समेत गरेर। प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो। साहित्यको मुक्तक विधालाई हामीले समेट्छौँ। ट्विटरबाट एउटा, फेसबुकबाट 6वटा मुक्तक लिएर आएका हुन्छौँ। अरूसँग विवाह गरिसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाको माया किन अझै लागिरहन्छ? यही हो विषय। तपाईँ फोनमा आउनुहोला। तपाईँ आइरहँदाखेरि मलाई चाहिँ केही भन्न मन लागेको छ। विज्ञानले भन्छ संसारमा सबैभन्दा पातलो चिज साबुनको फिँज हो, तर मलाई कहिले काहीँ के लाग्छ भने संसारमा सबैभन्दा पातलो त मान्छेको मन पो हो त। मान्छेको मन हुनसक्छ मापन गर्न नमिलेर मेरो यो तर्कना सत्य नठहरिन सक्छ। फेरि पनि मलाई लाग्छ सबैभन्दा पातलो चाहिँ मान्छेको मन नै हुन्छ। म किन पनि यसो भनिरहेको छु भने सानो कुराले पनि ठूलो प्रभाव पार्न सक्छ यसमा। अनि जता हावा चल्यो उतै बगिरहन्छ पनि। कुनै तरल पदार्थ जस्तै जता भिरालो भयो उतै बगिरहन्छ मान्छेको मन। कसैलाई जति सुकै धेरै माया किन नगरोस्, बाध्यताले अर्कैसँग जीवन बिताउनु पर्यो भने उसलाई पनि माया गर्न सक्छ मान्छेको मन। त्यो पनि थोरै माया होइन, पहिलेको मान्छेलाई गरेको जत्तिकै माया गर्न सक्छ। हुन त माया थोरै र धेरै कसरी छुटिन्छ र भन्ने प्रश्न उब्जिएला। मैले भन्न खोजेको के मात्रै भने मान्छेको मन यति पातलो हुन्छ कि जहाँ पनि सहजै अटाउन सक्छ। ओशोले पनि भनेका छन् कि मानिसमा कुनै पनि स्थान, वातावरण वा परिस्थितिसँग अनुकूल भएर बस्ने गजबको शक्ति र लचकता हुन्छ। नर्कमा पनि मानिसलाई 2-4 दिन मात्रै पीडा हुन्छ। केही दिनपछि त मानिसलाई त्यो वातावरणमा पनि बानी पर्छ र त्यसमै समन्वय गरेर बस्न समर्थ हुन्छ। ओशोकै भनाइमा आधारित हुने हो भने पनि यदि चाह्यो भने मान्छेले आफ्नो मनलाई जहाँ पनि खुसी राख्न सक्छ भन्ने बुझ्न हामीलाई कुनै गाह्रो पर्दैन। म यो प्रसङ्ग एकैछिनपछि उब्काउँछु। अहिले चाहिँ फोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँसँग कुरा गर्छु। हेलो। हेलो, नमस्ते। नमस्ते, कहाँबाट को बोल्नुभयो? म सिन्धुलीबाट बिर्ख भाइबाट। बिर्खजी सन्चै हुनुहुन्छ? एकदम सन्चै। अनि हजुरलाई? ठिक छ, गजब छ मलाई पनि। अरूसँग विवाह गरिसकेपछि पनि पूर्व प्रेमी अर्थात् प्रेमिकाको माया किन अझै लागिरहन्छ होला बिर्खजी? किनकि मेरो विचारमा के लाग्छ भने अब सबभन्दा कुरो त एउटा कुरो चाहिँ के लाग्छ भने अब मान्छेले चाहिँ पहिलो कुरा चाहिँ मान्छेले बिर्सिनै गाह्रो हुन्छ। अनि त्यही भएर नि त्यो पहिलो कुरालाई चाहिँ मान्छेले पछिसम्म पनि त्यो सम्झिरहने हुन्छ। पहिलो कुरा बिर्सन गाह्रो। तपाईँले यसो भनिरहँदा बहकिनी मनको फेसबुक पेजमा नै आएको एउटा विचार छ यही विषयमा। मूल घरे कान्छा राई झापाका हुनुहुन्छ। उहाँले के लेख्नु भएको थियो भने त्यति सानोमा आमाले क अक्षर सिकाउनु भएको त अझै मस्तिष्कमा रहिरहेको छ भने अझ पहिलो प्रेमले जिन्दगीसँग प्रतिस्पर्धा गर्न सिकाएर गएको हुन्छ। भलै 1000 सपनाहरू देखाएर निर्घात हत्या गरी जानेको त पक्कै पनि याद आउने नै भयो नि। त्यस्तै पनि याद न हो जो सम्झिन पनि सकिन्न, बिर्सन नि सकिन्न भनेर लेख्नु भएको छ। तपाईँले पनि पहिलो भएरै भन्ने कुरा गर्नुभयो। अब बिर्खजीको मुक्तक सुनौ। प्राय फेसबुकमा पठाइरहनुहुन्छ, आज चाहिँ कार्यक्रममै। गरेर जान ठुलै भूल, जाँदै नजानुस् लिएर हातमा अक्षता फूल, जाँदै नजानुस्। गरेर जान ठुलै भूल, जाँदै नजानुस् लिएर हातमा अक्षता फूल, जाँदै नजानुस्। भगवान त पवित्र दिलभित्र हुन्छ महोदय, भगवान त पवित्र दिलभित्र हुन्छ महोदय, पुज्नलाई मन्दिरमा त्रिशूल, जाँदै नजानुस्। गरेर जान ठुलै भूल, जाँदै नजानुस् लिएर हातमा अक्षता फूल, जाँदै नजानुस्। धेरैले तपाईँले भनेको नटेरेर जान्छन्, धेरैले तपाईँले भनेको नटेरेर जान्छन्, भित्र कालो छ मन त्यो नफेरेर जान्छन्। धेरैले तपाईँले भनेको नटेरेर जान्छन्, भित्र कालो छ मन त्यो नफेरेर जान्छन्। के गर्ने बिर्खजी, संसार यस्तै त छ। बाहिर बसेका माग्नेहरूलाई नहेरेर जान्छन्, बाहिर बसेका माग्नेहरूलाई नहेरेर जान्छन्। छुट्टिन्छौँ, नमस्कार। अरूसँग विवाह गरिसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाको माया किन अझै लागिरहन्छ? यो विषयको विचार अनि एउटा मुक्तक लिएर आउनुहोला। महिला साथीहरू 0142686803, पुरुष साथीहरू 0142670279 नम्बर डायल गरेर आउनुहोला। ट्विटरबाट एउटा मुक्तक लिन्छौँ हरेक हप्ता। मेरो आफ्नै ट्विटर ह्यान्डल @MAHBIR महावीर अनि विश्वकर्माको चाहिँ छोटो मात्रै BSWKRMA
यसमा तपाईँले मेन्सन गर्नुभए पनि हुन्छ या मैले गरेको ट्विटमा बिहिबारतिर गरेको ट्विटमा रिप्लाई गर्नुभए पनि हुन्छ। ट्विटरबाट एउटा मुक्तक लिएर आउँछौँ हरेक हप्ता, जस अन्तर्गत आज शान्तप्रसाद निष्ठुरी तुलसीपुर 6 दाङका साथीको मुक्तक। मलाई खुसी त दिन सकेन हार्यो भनी गई, अझै केही वर्ष पर्खन भन्दै टार्यो भनी गई। मलाई खुसी त दिन सकेन हार्यो भनी गई, अझै केही वर्ष पर्खन भन्दै टार्यो भनी गई। माया गरेर 2 शब्द बोल्न के सिकाएको थिएँ, आज घर न घाटको पार्यो बिगार्यो भनी गई। आज घर न घाटको पार्यो बिगार्यो भनी गई। म अघि भन्दै थिएँ कि मान्छेको मन यति पातलो हुन्छ, ऊ जहाँ पनि अटाउन सक्छ। तर मन अन्तै सुम्पिसकेको भए पनि जिन्दगी अन्तै बिसाउनु पर्दा जतिसुकै खुसी भए पनि मनको कुनै कुनामा भने हिजोको मनको साइनोको छाप अमिट रूपले बसिरहन्छ। आखिर खास्टोले ढाकेर बिरालो कहाँ लुक्छ र म्याउ गरिहाल्छ नि। तर हामी भने कति पटक मनको बिरालो समयको खास्टोले ढाकेर लुकाउन मात्रै खोज्छौं। कति मूर्ख छौं हामी। साहित्यकार कृष्ण धरावासीले भन्नुभएको छ, प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ। हो, हिजोको प्रेम क्रमशः लुकाएर आजको वर्तमान पेट मिची हाँसिरहेको मान्छे पनि केही अप्ठ्यारो महसुस गरिरहेको हुन्छ। भातको सिता सर्किएर नाक भित्रै पसे जस्तो अप्ठ्यारो। सायद त्यसैले पनि फेरि एकपटक हिजो झोला झुन्ड्याएको ठाउँमा आज बास पाइन्छ कि भनेर अग्रसर हुन्छ मान्छे। अझ प्रष्टै भन्नुपर्दा हिजो स्थगित भएको सम्बन्धलाई आज फेरि त्यहीबाट अगाडि बढाउन व्यग्र भइदिन्छ मान्छे। परिणाम के होला केही फिक्री गर्दैन। मस्तिष्क सम्पूर्ण रूपमा निष्क्रिय बनाउँछ र मन मात्र सक्रिय बनाएर अगाडि बढ्छ। भन्छ, म तिमीलाई हिजोको जस्तै माया गर्छु। समयसँग सम्झौता गरेर अर्धचेतन बनेको जिन्दगी जब बौरिन्छ अनि सम्पूर्ण रूपमा बाँच्न खोज्छ, त्यसरी पनि पहिलेको माया बेउताउन लागि पर्छ होला। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो। हजुर, नमस्ते। नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, म इलामबाट नबिना लामा। नबिनाजी अहिले इलाममै हुनुहुन्छ? हजुर, इलामतिरै हो। इलामको गाउँमा हो। इलामी बजार चियाबारी राम्रो, त्यही थला घर हाम्रो, कस के हो छोरी के मरी, होइन के भन्ने गीत छ नि, लैजाने आँट हाम्रो भन्ने। इलाम भन्ने बित्तिकै अर्कै चित्र आउँछ कि मस्तिष्कमा, त्यो चिया बगानहरूको चित्र। चलचित्रहरूमा पनि त्यही देखाउने भएर पनि होला। हुन्छ नबिनाजी, आजको विषयमा तपाईँको विचार के छ? अरूसँगै विवाह गरिसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाको माया किन अझ लागिरहन्छ होला? हजुर, त्यसको बारेमा मैले भन्नै पर्दा चाहिँ प्रेममा चाहिँ सकारात्मक प्रभाव पारेको छ यदि भने दुईजना बिचमा चाहिँ प्रेम गर्दै जाँदाखेरि होइन, दुवैजनाको मन चाहिँ सकारात्मक तरिकाले बढिरहेको बेलामा उहाँहरू बिचमा टुट्टो होला, आफ्नो आफ्नो व्यवहारिक होइन अथवा आफ्नो आफ्नो परिस्थितिले छुट्टै फुट्यो होला होइन। तर पनि उहाँहरू अब आफ्नो आफ्नो व्यवहारिक बाटोहरूमा उहाँहरू हिँड्दै जाँदा नबिर्सिने कुरा भइहाल्छ, बिर्सन नसक्ने। अब प्रेम नकारात्मक प्रभाव पारेको छ भने त्यसलाई चाहिँ चटक्कै बिर्सने र सम्झँदा पनि उहाँको जीवनमा असर पारिरहने हुनाले त्यसमा चाहिँ म ठिकै होला भन्छु। यदि त्यो भर पर्छ, त्यसमा भर पर्छ, उहाँहरूको प्रेमको गराइ शैली कस्तो थियो त्यसमा भर पर्छ होला भन्छु। हस्, तपाईँको मुक्तक सुनाउनुहोस् अब। हिँड्दै जाँदा दो बाटोमा अलिकति दुःख भेटे, अलिकति सुख मिसाएर जीवन जिउने आधार खोजे। धन्यवाद। तपाईँको मुक्तक चाहिँ भएन, त्यही भएर मैले जवाफ दिइनँ ल। मुक्तक चाहिँ 4 पंक्तिको हुन्छ, 4 लाइन, तपाईँले 2 लाइन मात्रै भन्नुभयो। त्यसैले कार्यक्रम बहकिनी मन सुनिरहनु भयो भने चाहिँ तपाईँलाई मुक्तक कसरी लेख्ने भन्ने पनि थाहा हुन्छ। हजुर, हुन्छ, म फेरि गर्ने। हो, अर्को पटक चाहिँ मुक्तक नै लिएर आउनु होला ल। मैले यसरी भन्दा चाहिँ अलि नमिठो सुनिन्छ, तर धेरै मुक्तक लेख्ने साथीहरूको लागि चाहिँ अलिक गाह्रो हुन्छ कि मुक्तकै नभइकन पनि टाइम दिने भनेर। हस्, हुन्छ नबिनाजी, धन्यवाद ल। हस्, धेरै समय नलिउँ ल, किनकि तपाईँ र म भन्दा धेरै बुझ्ने यतिखेर हामीलाई सुनिरहनुभएका साथीहरू हुनुहुन्छ, त्यही भएर पनि गाह्रो हुन्छ। र सम्वेकजीलाई चाहिँ म भनिहाल्छु, सम्वेकजी फोनमा आउने साथीलाई चाहिँ मुक्तक तपाईँले नियममै रहेको ल्याउनु भएको छ भनिदिनु होला है। हामी यसरी कुराकानी पनि गर्छौँ, कार्यक्रम सुनेर बसिरहनु हुने साथीलाई के गरे होला भन्ने लाग्ला। समेकजी पारिपट्टि हुनुहुन्छ, म सिसा वारिपट्टि छु। यस्तै त हो, एउटै परिवार जस्तो हामी रेडियोको केही मानकहरू, रेडियो भनेको यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्ने केही चाहिँ त्यसलाई फेरि त्यो बढी नै सीमा क्रस गर्ने पनि होइन, केही चाहिँ अलि त्यो अनौपचारिक गर्दा नि रमाइलो लाग्छ नि, त्यस्तो गर्न खोजिरहेका छौँ। साताको 6 मुक्तक फेसबुक पेजबाट हामीले लिने हो, जस अन्तर्गत 3वटा म यो क्रममा अघि सार्छु। बहकिनी मनको फेसबुक पेज
44,000 भन्दा बढी साथीहरूले लाइक गर्नुभएको छ। त्यहाँ बिहिबार जस्तो हामी एउटा स्ट्याटस राख्छौँ र यही कमेन्ट बक्समा पोस्ट गर्नुहोला भनेर त्यहाँ प्राप्त गर्नुभएका मध्ये 6वटा मुक्तक लिएर आउँछौँ, ट्विटरबाट एउटा। र यी मुक्तकहरू तपाईँले बहकिनेमन.com है, BAHKINEMAN बहकिनेमन.com पनि पढ्न पाउनुहुन्छ। धेरै विचार हामी त्यता राख्छौँ, धेरै विचार कार्यक्रममा पढ्न पनि भ्याइन्न, धेरै मुक्तक त्यता राख्छौँ किनकि यहाँ पढ्न पनि भ्याइन्न। बहकिनेमन.com मा साताको 6 मुक्तक अन्तर्गत फेसबुकबाट लिएको मुक्तकमा म 3वटा चाहिँ वाचन गर्छु यतिखेर। मुकेश खाती, केदारछेउ, गाउँपालिका 3, बझाङका हुनुहुन्छ। यो जीवनमा खुसी भर्ने अरू कसो नभेटिएलान्, मेरा लागि जिउने मर्ने अरू कसो नभेटिएलान्। यो जीवनमा खुसी भर्ने अरू कसो नभेटिएलान्, मेरा लागि जिउने मर्ने अरू कसो नभेटिएलान्। तिमी जान्छौ भने जाऊ, दुखेसो कति पनि छैन, तिमीले चाहिँ माया गर्ने अरू कसो नभेटिएलान्, तिमीले चाहिँ माया गर्ने अरू कसो नभेटिएलान्। बहकिने मनमा पछिल्लो समय अलि फरक दृष्टिकोणबाट पनि मुक्तक लेख्ने क्रम बढिरहेको छ। त्यही हो हामीले खोजेको चाहिँ अलि फरक विषयलाई उठाउँ, अलि फरक ढङ्गले हेरौँ भनेर। अर्को मुक्तक प्रकाश शर्मा, चितवनका हुनुहुन्छ। उसले भने सबै कुरा मान्दा मान्दै गयो जीवन, पराइरहेछ फेरि आफ्नै ठान्दा ठान्दै गयो जीवन। उसले भने सबै कुरा मान्दा मान्दै गयो जीवन, पराइरहेछ फेरि आफ्नै ठान्दा ठान्दै गयो जीवन। प्रेमले मात्र घरबार सधैँ चल्छ भन्ने हुन्न रहेछ, यी सब कुरा आफैले जान्दा जान्दै गयो जीवन, यी सब कुरा आफैले जान्दा जान्दै गयो जीवन। अनि यो क्रममा अर्को तेस्रो मुक्तक पनि वाचन गरिहाल्छु। छवि किरण अधिकारी, बागचौर नगरपालिका 10, पिपल नेटा सल्यानका हुनुहुन्छ। एक्लो जीवन जिउनुको कारण कहिल्यै सोधिएन, फाटेको मन नसिउनुको कारण कहिल्यै सोधिएन। एक्लो जीवन जिउनुको कारण कहिल्यै सोधिएन, फाटेको मन नसिउनुको कारण कहिल्यै सोधिएन। सधैँ रक्सी धोक्ने भएकाले मलाई जडिया भनियो, खासमा के हो पिउनुको कारण कहिल्यै सोधिएन, खासमा के हो पिउनुको कारण कहिल्यै सोधिएन। कार्यक्रम हो बहकिने मन। महिला साथीहरू 0142683803 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 0142677279 नम्बर डायल गरेर आउनुहोला। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका साथीहरू यी दुई मध्ये जुन नम्बर डायल गरेर आउनु भए पनि हुन्छ। यतिखेर चाहिँ अघि नैदेखि एकजना साथी फोन सम्पर्कमा हुनुहुन्छ। हेलो। हजुर सर, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? म जाजरकोटबाट देव सजन। ए देवजी, जाजरकोट कुन ठाउँ तपाईँको? म भिरी नगरपालिका वार्ड नम्बर 5 सदरमुकामको नजिकै। ए यसरी भनेपछि चाहिँ अरू सुन्ने साथीहरूलाई पनि मेरै छेउबाट रहेछ भन्ने हुन्छ, यति परबाट रहेछ भन्ने हुन्छ नि। त्यसैले आजको विषयमा के भन्नुहुन्छ देवजी? यता नेटले काम गरेन, बिहान फेसबुक हेर्न पाइएन, अहिले कार्यक्रममै सुनेर तयारी पनि भएन। मलाई लाग्छ यो जस्तो हामी पहिलो ठाउँ गएको कारणले, पहिलो भ्रमण गयो भने कुनै ठाउँमा हामीलाई याद भइरहन्छ नि दाइ। पहिलो प्रेम पनि त्यस्तै हुन्छ जस्तो लाग्छ, जसरी पहिलो कुराहरू याद भइरहन्छ त्यही होला जस्तो लाग्छ। पहिलोचोटि हिँडेको बाटो होइन, जे कुरा पनि यो अरूसँग विवाह गरिसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाको माया किन अझै लागिरहन्छ भन्ने चाहिँ हो ट्याक्कै आजको विषय चाहिँ है। पहिलो प्रेम भन्दा पनि लगभग उस्तै उस्तै हो, तर यही विषयमा चाहिँ अर्को श्रृङ्खलामा कुरा गरिसकेका थियौँ कि फेरि। ठिकै छ, लगभग उस्तै नै हो प्रेमकै कुरा पनि। तपाईँको मुक्तक सुनाउनुहोस् अब। भन्दिनमा उहाँ कहिल्यै अत्याचारी हुनुहुन्छ, सबै कुरा बुझ्नुहुन्छ, समझदारी हुनुहुन्छ। भन्दिनमा उहाँ कहिल्यै अत्याचारी हुनुहुन्छ, सबै कुरा बुझ्नुहुन्छ, समझदारी हुनुहुन्छ। सबै भुली जीवन दिन सक्दिनमा तिमीलाई प्रिया, मन भन्दा मुटु भन्दा आमा प्यारी हुनुहुन्छ, मन भन्दा मुटु भन्दा आमा प्यारी हुनुहुन्छ। धन्यवाद। को मान्छे कस्तो हुन्छ भन्न सकिन्न, को मान्छे कस्तो हुन्छ भन्न सकिन्न, जसरी आकाशको तारा गन्न सकिन्न। को मान्छे कस्तो हुन्छ भन्न सकिन्न, जसरी आकाशको तारा गन्न सकिन्न। हरेक सम्बन्धको अर्थ उत्तिकै त छ, हरेक सम्बन्धको अर्थ उत्तिकै त छ। र पनि जन्म दिने आमा जस्तो बन्न सकिन्न, र पनि जन्म दिने आमा जस्तो बन्न सकिन्न। नमस्कार, छुट्टिन्छौँ। कार्यक्रम हो बहकिने मन। आज आमाको मुख हेर्ने दिन, अनि आमाको कुरा गर्ने बित्तिकै म सम्झिहाल्छु मेरो रेडियो कार्यक्रम बहकिने मनको चाहिँ एकदम नियमित श्रोता चाहिँ आमा हो। कार्यक्रम सकिने बित्तिकै फोन आइहाल्छ मलाई, सुनिरहनु भएको होला। केही वर्ष भयो, अलि छोरो अलि व्यस्त भयो कि काठमाडौँमा,
आमाको मुख हेर्ने दिन म घर आउन नपाएको। आज पनि एउटा सुटिङमा व्यस्त थिएँ दिनभरि, अघि मात्रै काठमाडौँ आइपुगेँ। तर भोलि चाहिँ घर पुग्छु, फेरि आमालाई भोलि भेट्छु। एकै दिनको फरक त हो, यही दिनमै नपुगे पनि आखिर आमाप्रतिको श्रद्धा, त्यो आदर भाव भन्ने कुरो त 365 दिने उत्तिकै त हो नि। फोन सम्पर्कमा पनि कोही आइरहनु भएको छ। म चाहिँ हतार गरेर बाँकी 3वटा मुक्तक चाहिँ सकिहाल्छ, अलि भ्याइएन भने गाह्रो हुन्छ। साताको 6 मुक्तक अन्तर्गत अरू 3 मुक्तक, धेरै मुक्तक चाहिँ बहकिने मन.com राख्छौँ। रमा नेपाली दाङ तुलसीपुरकी हुनुहुन्छ। कसरी भयो परिवर्तन सोचिरहेछु, हिजो भन्दा आज झन् सोचिरहेछु। कसरी भयो परिवर्तन सोचिरहेछु, हिजो भन्दा आज झन् सोचिरहेछु। बैगुनीसँग मेरो एउटै गुनासो थियो, बैगुनीसँग मेरो एउटै गुनासो थियो। कसरी गर्ने प्रेमको जतन सोचिरहेछु, कसरी गर्ने प्रेमको जतन सोचिरहेछु। अर्को मुक्तक ज्ञानेन्द्र रिजाल थाक्रे 1 धादिङका हुनुहुन्छ। के रह्यो अर्थ के रह्यो सार जानै पर्छ भने, बनेर सबको सामु लाचार जानै पर्छ भने। के रह्यो अर्थ के रह्यो सार जानै पर्छ भने, बनेर सबको सामु लाचार जानै पर्छ भने। आधा जिन्दगी पढेको के नै काम लाग्यो र धन कमाउन साउदी कतार जानै पर्छ भने, धन कमाउन साउदी कतार जानै पर्छ भने। र साताको 6 मुक्तक अन्तर्गत अन्तिम मुक्तक यादवगिरी बुटवलका हुनुहुन्छ। कहिले को आलो पालो बन्छन्, मनको महल चिरा पार्ने भुइँचालो बन्छन्। कहिले को आलो पालो बन्छन्, मनको महल चिरा पार्ने भुइँचालो बन्छन्। तपाईँ यदि मुसाको अभिनय गर्नुभयो भने आफ्नै मान्छे अचानक बिरालो बन्छन्, आफ्नै मान्छे अचानक बिरालो बन्छन्। साताको 6 मुक्तक पनि वाचन गरियो फेसबुकबाट अनि ट्विटरबाट लिएको एउटा मुक्तक पनि। र साथीहरूलाई भनौँ कि एकचोटि यसरी उत्कृष्टमा परिसकेपछि साथीहरूले आगामी 4वटा यस्तै प्रतिस्पर्धा है, यसरी मुक्तक छनौट गर्ने प्रतिस्पर्धामा आफूले सहभागिता नजनाएर अरू साथीहरूलाई पालो दिनुपर्ने हुन्छ। यो चाहिँ कार्यक्रमको नियम हो। र अर्को कुरा चाहिँ भनिहाल्न पर्दा, कार्यक्रम के भन्न खोजिरहेको थिएँ अघि तपाईँले बिर्सिहालेँ। युट्युबमा तपाईँले बहकिने मन नामकै युट्युब च्यानल छ, त्यहाँ पनि कार्यक्रम सुन्न भ्याउनुहुन्छ। आफूलाई पाएको पर्ने समयमा यो कार्यक्रम तपाईँलाई फेरि सुन्न मन लागे पनि सुन्न सक्नुहुन्छ। बहकिने मनमा आज हामी अरूसँगै विवाह गरिसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाको माया किन अझै लागिरहन्छ भन्ने विषयमा नै कुराकानी गरिरहेका छौँ। करिब 48 मिनट गइसकेछ, 9 बजेर। कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुरा गर्छु। हेलो। हेलो, नमस्ते। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? म रोल्पाबाट है। को बोल्नुभयो रोल्पाबाट? मन्जु छेत्री। रोल्पाको कुन ठाउँ भन्छु चाहिँ तपाईँको? रोल्पाको बुढाचौर भन्ने। बुढाचौर भनेको गाउँपालिका नगरपालिका कस्तो? रोल्पाको लुम्री गाउँपालिका भनिन्छ है। ए, त्यसको बुढाचौरबाट बोल्नु भएको है। आजको विषयमा तपाईँको विचार के छ? अरूसँगै विवाह गरिसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाको माया किन अझै लागिरहन्छ होला? अब किनकि अब उनीहरूको त्यस्तो अघि पहिला त्यस्तो सम्बन्धमा बिताएको पलहरू बिर्सिन नसक्ने त्यस्तो चेन भएको हुन्छ होला, त्यही भएर होला। म खासै आएन है। होइन, ठिक छ, आफूलाई जे लाग्छ त्यही भन्ने त हो। हुन्छ, तपाईँको मुक्तक सुनाउनुहोस् अब। जिउँदै जलेको देख्दैन कसैले यहाँ, जिउँदै जलेको देख्दैन कसैले यहाँ, आगो झैँ बलेको देख्दैन कसैले यहाँ। मुटु जब पीडाले चर्किँदा, मुटु जब पीडाले चर्किन्छ, मुर्छाले ढलेको देख्दैन कसैले यहाँ। हो, मुर्छाले ढलेको देख्दैन कसैले यहाँ। यति नै। यसै गरी जेन तेन चलेको छ जिन्दगानी, यसरी नै जेन तेन चलेको छ जिन्दगानी, बलेको छ अनि सधैँ जलेको छ जिन्दगानी। यसरी नै जेन तेन चलेको छ जिन्दगानी, बलेको छ अनि सधैँ जलेको छ जिन्दगानी। तपाईको मात्रै होइन अरू पनि थुप्रैको, तपाईको मात्रै होइन अरू पनि थुप्रैको, दिनदिनै भाग्यले नै छलेको छ जिन्दगानी, दिनदिनै भाग्यले नै छलेको छ जिन्दगानी। नमस्कार, छुट्टिन्छौँ। बहकिने मन हो कार्यक्रम र
आज केही विचारहरू पनि फेसबुकबाट पढ्नुपर्ने हुन्छ। अब चाहिँ अरू साथीहरूसँग कुरा गर्न भ्याउँदैनौँ फेसबुकमा फोनमा। फेसबुकको विचारहरू चाहिँ म लिन्छु। धेरै विचार चाहिँ बहकिनेमान.com मा राख्छौँ है। आजको विषयमा गणेश जप्रेले लेख्नु भएको छ, मनैबाट लागेको माया कहिले मर्दैन, अर्थात् मन मस्तिष्कमा पसेको माया कहिल्यै हट्दैन। टाढा हुने त उसको शरीर मात्र हो, त्यसकारण अरूसँग विवाह भए पनि याद आइरहन्छ। सोनु महताले लेख्नु भएको छ, सोनु महताले बैतडीबाट, पहिलो प्रेम पहिलो हुन्छ भने चाहिँ त्योसँगको सम्बन्ध अलि गाढा हुन्छ। कतिपय प्रेम जोडी बाध्यताले पनि छुट्टिएर अर्कैसँग बिहे गर्नुपर्ने हुन्छ र बिहेसम्म नपुगे पनि माया त मनमा लागि नै रहन्छ जस्तो लाग्छ। रञ्जना शाहीले लेख्नु भएको छ, पूर्व प्रेमी अथवा प्रेमिकासँग मन मुटुदेखि निस्वार्थ सच्चा सम्बन्ध जोडिएको हुन्छ, जुन सम्बन्धमा बिताएका पलहरू एकदमै अविस्मरणीय हुन्छन् भनेर। अजय महतोको विचार छ, थाहा छैन किन तर लाग्दो रहेछ लेख्नु भएको छ। कल्पना रसाइली लेख्नुहुन्छ, प्रेम सम्बन्ध टुङ्गिएको हुन्छ, प्रेम होइन, त्यसैले सधैँ माया लाग्छ। गणेश तिमिल सिन्हाको विचार छ, जीवनलाई सार्थक र व्यावहारिक बनाउने अभिन्न पाटो हो प्रेम। अनेक कारणवश एक नहुन सकिन्छ तर याद अवश्य छाइ नै रहन्छ। अर्को कसैलाई अपनाउनु परेको अवस्थामा पनि ती पुराना पलहरू नै खास बनिदिँदा रहेछन्। सायद यसै कारणले होला प्रेम अमर हुन्छ भनिएको लेख्नु भएको छ। धेरै मान्छेले अनुभव गरेको तीमध्ये केहीले मात्रै सोचेको र सोचेकाहरूले पनि जवाफ फेला पार्न नसकेको प्रश्न हो यो आज जुन कार्यक्रममा सोधियो। आखिर भूतपूर्व प्रेमी प्रेमिकाको माया किन अझै लागिरहन्छ त भन्ने। मैले केही बेर अगाडि पनि भने कि जस्तोसुकै वातावरणमा पनि समन्वय गरेर बस्न सक्ने गुण मान्छेमा हुन्छ, तर जब त्यो वातावरणमा जति समय बित्दा पनि प्रतिकूल महसुस हुन्छ अनि बरु बसाइ सर्नु नै उपयुक्त पो हो कि भन्ने निर्क्युल निस्किन्छ। त्यति बेला आफ्नो अनुकूल लाग्ने सम्बन्धको रूपमा अघिल्लो सम्बन्धलाई लिएको पनि हुन सक्छ। समयले हरेक वस्तु र परिस्थितिलाई प्रतिस्थापित गर्दै अघि बढिरहेको हुन्छ। कहिलेकाहीँ त्यही समयले कतिपय सम्बन्धलाई पनि प्रतिस्थापित गराउन सक्छ, तर प्रतिस्थापित गराइए भन्दैमा ती सबै सम्बन्ध सधैँ समयद्वारा पुजिन्छन् नै भन्ने पनि होइन। गुण र दोषको आधारमा हरेक सम्बन्धको लेखाजोखा हुन्छ। यस्तै लेखाजोखामा वर्तमान सम्बन्धको पल्ला भारी हुन सकेन भने स्वतः मन विगततिरै फर्किन सक्ने सम्भावना प्रबल हुन्छ। अलि जटिल कुरा गरे यहाँनिर मैले। यदि अहिलेको मान्छेले हर तरहले आफ्नो मन यतै बाँधेर राखिदिन सक्यो भने मन फेरि पुरानै बाटोमा दौडिने जटिलता कम भइदिन्छ। वैवाहिक सम्बन्धमा प्रेम सीमा विहीन ढङ्गले भइरहँदा पनि तुलनात्मक रूपले यो सम्बन्धमा व्यावहारिकता प्राथमिकतामा परेको हुन्छ। अनि प्रेम भनेको चाहिँ त्यति बिघ्न व्यावहारिकता होइन, फेरि बरु बहुल टिप्पण हो। यो त आकाशको तारा झार्छु भने नि ठिकै हुन्छ, तिमी बिना मर्छु भने नि स्वीकार्य नै हुन्छ। किनकि प्रेम भनेको अधिकांश रूपमा आदर्शता हो अनि यसो भन्नुको अर्थ चाहिँ व्यावहारिकताबाट केही पर भन्नु नै हो। अर्कैसँग विवाह गरेर व्यावहारिकताभित्र प्रेम शिला खोजिरहेको मान्छेको मनमा हिजोको आदर्श प्रेमको झिल्का झिलिक्क हुनु त्यति अस्वाभाविक पनि होइन होला जस्तो लाग्छ। करिब अन्ततिर आइसक्यो, अब चाहिँ छुट्टिनै पर्ने हुन्छ कुरा गर्दै गर्दै। बहकिने मन जो जसले सुन्नुभयो, कतिले पहिलो पटक सुन्नुभयो, कतिले सुन्दै आइरहनु भएको छ, सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिने साथी संयोग नेपाल प्रति कृतज्ञता। आजको विषयसँग मिल्दो जुल्दो मुक्तक राख्दै म महावीर विश्वकर्मा पनि बहकिने मनको आजको श्रृङ्खलाबाट चाहिँ ओझेल पर्छु। मनको मान्छे जहीँ तहीँ भेटिँदैन भन्छन्, भेट्ने सबै मनभित्र लेखिँदैन भन्छन्। मनको मान्छे जहीँ तहीँ भेटिँदैन भन्छन्, भेट्ने सबै मनभित्र लेखिँदैन भन्छन्। विगत भुलेर जति वर्तमानमा रम्न खोजौँ, याद बल्झिन्छ एक दिन मेटिँदैन भन्छन्। याद बल्झिन्छ एक दिन मेटिँदैन भन्छन्। हवस्, जान्छु, अर्को हप्ता आउँछु। नमस्कार।